दुईजना बेरोजगार मान्छेको चाहिँ कसरी कर्दो रहेछ त दिन, त्यो पनि काठमाडौँमा। हेलो एन्ड नमस्ते। आज हो डे 43। म काठमाडौँ आएको पनि 4 दिन भइसकेछ अनि मेरो कामहरू पनि सबै सकिसक्यो। अनि यताउति हिँड्ने बानी भएको मान्छेलाई घरमै बसिराखौँ भन्दाखेरि फेरि पटक्कै मनै नलाग्ने। त्यही भएर मम्मी र म भएर चाहिँ जाँदै थियौँ आमाको घर। अनि फेरि माथि माथि ठुल्ठुलो बिल्डिङ हेर्दै हिँड्दै थिएँ। कतिखेर मेरो खुट्टा चाहिँ गएर हिलोमा भाँसिएछ, मैले त पत्तै पनि पाइनँ। अब हाम्रो घरतिर त बाटामा पनि धारा हुन्थ्यो र त्यही धारामा गएर खुट्टा धुन्छु भनेर सोचेको थिएँ, तर यता त कहीँ बाटामा धारा पनि हुँदैन रहेछ। त्यही भएर हिले खुट्टा लिएर मम्मी र म हिँड्दै हिँड्दै गयौँ आमाको घर। अनि आमाको घरमा पुगेर तलबाट बोलाएको कसैले पनि बोलेन। अनि बुढाबुढी मान्छे सुन्नु भएन होला भनेर माथि गएको, माथि त ताला पो लगाएको रहेछ। अनि आमा मन्दिर पो जानुभयो कि भनेर मम्मी र म चाहिँ गएको थियौँ मन्दिरमा। तर मन्दिरमा आमा मात्रै होइन, कोही पनि थिएन, पुरै खाली थियो मन्दिर त। अनि आज आमासँग भेट्न हुने रहेछ भनेर हामी चाहिँ दिदीको घर जान आँट्दै थियौँ। फेरि मम्मीले चाहिँ बाटामा लुगा किन्ने भनेर लुगा पसलमा छिर्नुभयो, तर त्यहाँ चाहिँ मम्मीलाई लुगै मन परेन। त्यही भएर चाहिँ हामी सरासरी गयौँ दिदीको घर। अनि फेरि दिदीको घर पुग्ने बित्तिकै आमा चाहिँ ठुलो मम्मीकोमा हुनुहुन्छ भनेर कल आयो। अनि फेरि घरबाट निस्केर हामी चाहिँ गयौँ ठुलो मम्मीको घर, र त्यहाँ चाहिँ हामीहरूले आमालाई पनि भेटिहाल्यौँ। अनि ठुलो मम्मीले चाहिँ आँप तासेर पिस पिस बनाएर काटेर प्लेटमा हालेर दिनुभयो। त्यो आँप खाइ नसकिकन फेरि उता ठुलो मम्मीले चाम्रे पनि रेडी गर्नु भएछ। त्यसपछि चाम्रे खाएर मम्मी र म चाहिँ हिँड्दै हिँड्दै आयौँ दिदीको घर। र आजको लागि यति नै, बाइ बाइ।